कवि बाबु त्रिपाठीको कविता बाफ रे बाप। यो बाटो भएर यदि कोही हिँड्छ भने एउटा सिंहदरबार हिँड्छ, एउटा बालुवाटार हिँड्छ, जेबमा न्यायालय बोकेर एउटा प्रधानमन्त्री हिँड्छ। मेरा नानीहरू तर्सिने गरी साइरन बजाउँदै हिँड्ने याद छैन मलाई ती मन्त्रीहरूको नाम। हिँड्न त यहाँ संसद भवनको कुर्सीमा पिसाब फेर्न पल्केका सांसदहरू हिँड्छन्। लाउँछ भातगाउँले टोपी, समाउँछ वर्दीको कठालो र दौरा सुरुवालमा यहाँ ठाटिएर हिँड्छ गुण्डाको नाइके। स्वयं पशुपतिनाथले रक्षा गर्न नसकेपछि आफै पिस्तोल बोकेर हिँड्छ त्यहीँको पुजारी। शान्ति सुरक्षा दिन हामी कटिबद्ध छौँ, भर्खर मैले सुनेको छु गृह मन्त्रीको यस्तो घिनलाग्दो वक्तव्य। यो बाटो भएर यदि कोही हिँड्छ भने वर्गीकृत विज्ञापनमा आफ्नै पासपोर्ट र नागरिकता हराएका जवानहरू सूचनामा हिँड्छन्, जहाज टिपेर हिँड्छ मेरो देशको भविष्य। दलको बैशाखी टेकेर हिँड्छ विद्यार्थी, बोक्छ प्लेकार्ड, लगाउँछ नारा, हान्छ देशको तालुमा ढुङ्गा। बाफ रे बाप, यतै मात्र किन काटिरहन्छ कालो बिरालोले बाटो। जुन बाटोमा आदिवासी हिँड्छन्, जनजाति हिँड्छन्, महिला दलित हिँड्छन्, मधेसी हिँड्छन्, क्षेत्री बाहुन हिँड्छन्, तर मान्छेहरू हिँड्दैनन्। यो बाटो भएर यदि कोही हिँड्छ भने कात्रोको खोजीमा आफै हिँड्छ लास। ओ बचे खुचेका नागरिकहरू हो, तिमी चाहिँ जिब्रो टोकेर किन अर्कै बाटो हिँडिरहेछौ।